नेपाल सरकारका 100 कार्यसूची। आज हामी नेपाल सरकारले कार्यान्वयन गर्न तयार गरेका 100 कार्यसूचीबारे जानकारी प्रदान गर्दैछौँ। ल हुन्छ नि, ठिकै छ त। नेपाल सरकारले तयार गरेका 100 कार्यसूचीहरूमा के रहेछन् त्यस्तो सबैलाई जानकारी गराउन त। आज नेपाल सरकारले गर्न लागेका 10 वटा मुख्य कामहरूको बारेमा छलफल गरौँ अनि भोलि पर्सि अर्को दिन थप्दै जाउँला, हुन्न र? हुन्छ, त्यसै गराउन त। नेपाल सरकार मन्त्री परिषदको मिति 2082 चैत 13 को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीहरू। विक्रमसम्म 2082 भाद्र 23 र 24 को जेन जी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। विक्रमसम्म 2082 फागुन 21 गते सम्पन्न आम निर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्याधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभार सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ। क. साझा प्रतिबद्धता, समन्वय र जनविश्वास। 1. सम्वत 2082 फागुन 21 मा सम्पन्न आम निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन योगदान पुर्याउने तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण मतदाताप्रति हार्दिक आभार प्रकट गर्ने। 2. सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध डेलिभरी बेस्ड गभर्नेन्स लागू गर्ने। यसको लागि प्रत्येक मन्त्रालयले 7 दिनभित्र प्रमुख 10 कार्य, तिनका समय सीमा, जिम्मेवार अधिकारी र प्रमुख कार्य सम्पादन सूचक सहितको कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजाने। ती कार्यहरूको मासिक प्रगति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गर्ने व्यवस्था मिलाई उक्त कार्यालय मार्फत नियमित अनुगमन, मूल्याङ्कन तथा सार्वजनिक रिपोर्टिङ सुनिश्चित गर्ने। 3. नेपालको संविधानको मूल मर्म लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचन मार्फत व्यक्त जनादेशलाई संस्थागत रूपमा कार्यान्वयन गर्न राष्ट्रिय निर्वाचनमा सहभागी सबै राजनीतिक दलका घोषणापत्र, वाचापत्र तथा प्रतिबद्धता पत्रहरूमा समावेश कार्यान्वयन योग्य विषयहरूको संश्लेषण गरी राष्ट्रिय प्रतिबद्धता तयार गर्ने एवं सोमा नेपाल सरकारको साझा स्वामित्व स्थापित गर्ने। उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेण्डासँग आबद्ध गरी तत्कालैदेखि कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने। 4. देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागीमूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने। अब म 5 नम्बर, 6 नम्बर र 7 नम्बर बुँदा सुनाउँछु है। 5. दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज र नीतिगत संरचनाबाट भएका अन्याय, विभेद र अवसर वञ्चनाको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनर्स्थापना र ऐतिहासिक मेलमिलापको आधार तयार गर्न 15 दिनभित्र राज्यका तर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने। 6. सम्वत 2082 भदौ 23 र 24 मा भएको जेन जी आन्दोलनका क्रममा भएका घटनाबाट प्रभावित परिवार र नागरिकहरूको न्याय, पुनर्स्थापना र राज्यप्रतिको विश्वास पुनर्स्थापना गर्न एकीकृत पहल गर्ने। यस पहल अन्तर्गत शहीदका परिवार तथा घाइतेहरूको तथ्याङ्क सङ्कलन गरी सम्मानजनक पुनर्स्थापना, जीवनयापनको सुरक्षा र सामाजिक संरक्षण सुनिश्चित गर्न 100 दिनभित्र योग्यता अनुसार सरकारी, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सिप विकास, मनोवैज्ञानिक परामर्श र पुनर्स्थापना सहायता समेटिएको एकीकृत प्याकेज कार्यान्वयन गर्ने। साथै उक्त आन्दोलनका क्रममा भएका घटनाको सत्य तथ्य छानबिन गर्न गौरी बहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा दोषी व्यक्ति तथा पक्षहरूमाथि प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान, कारबाही र अभियोजन प्रक्रिया तत्काल अघि बढाउने। 7.
सम्बत 2082 भाद्र 24 गते घटेको घटनाको सत्य तथ्य छानबिन गर्न एक उच्च स्तरीय छानबिन समिति 1 हप्ताभित्र गठन गर्ने। उक्त समितिलाई घटना सम्बन्धी सम्पूर्ण विवरण, सङ्कलन, विश्लेषण र जिम्मेवार पक्ष याचना गरी निश्चित समय सीमाभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाउने। 8. विभिन्न आयोगका प्रतिवेदनहरू केवल अभिलेखमा सीमित रहने र कार्यान्वयन कमजोर हुने समस्या समाधान गर्न 30 दिनभित्र सम्बन्धित प्रतिवेदनका सिफारिसहरू कार्यान्वयन गर्न आवश्यक कानुनी, प्रशासनिक र अभियोजन प्रक्रिया सुरु गर्ने। ख. प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता। 9. मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा ठूलो भई चालू खर्च बढेको समस्यालाई समाधान गर्न 30 दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजूदा नेपाल सरकार कार्यविभाजन नियमावली संशोधन गरी संघीय मन्त्रालयको संख्या 17 कायम गर्ने। मन्त्रालयहरूको संख्या पुनरावलोकन गर्ने सन्दर्भमा हाल कायम रहेका दरबन्दीहरू समेत प्रशासनिक संरचनाको सम्बन्धमा चाहिँ के सुधार गर्नुपर्ने रहेछ। अब म प्रशासनिक सुधारका पक्षहरूबारे जानकारी गराउँछु ल। व्यवस्थापन गर्नुपर्ने भएमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्थापन गर्ने, सुबमोजिम सेवा निरन्तरताका लागि संक्रमण मार्गचित्र तयार गर्न, जनशक्ति, बजेट तथा कार्यक्रम लगायतका प्रबन्ध मिलाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुनर्संरचना व्यवस्थापन सचिवालय गठन गर्ने। 10. सबै सार्वजनिक निकायले सेवा प्रवाहमा विद्यमान दोहोरोपन, जटिलता र अनावश्यक प्रक्रियाका कारण सेवा प्रवाह ढिलो, खर्चिलो र अप्रभावकारी भएको अवस्थालाई अन्त्य गर्न आफ्ना निकायमा प्रचलनमा रहेका प्रक्रियाहरूको व्यापक समीक्षा गरी अनावश्यक तथा दोहोरिएका प्रक्रियाहरू हटाउन, निर्णय प्रक्रियामा रहेका बहुस्वीकृति तहलाई बढीमा 3 तहमा सीमित गर्न तथा बिजनेस प्रोसेस रि-इन्जिनियरिङ मार्फत सम्पूर्ण सेवा प्रवाहलाई सरल, छिटो र परिणाममुखी बनाउनका लागि आवश्यक कार्यविधि, मापदण्ड र अनुगमन प्रणाली 30 दिनभित्र तयार, संशोधन गरी लागू गर्ने। कानुनी व्यवस्था गर्नुपर्ने अवस्थामा सो अवधिभित्र कानुन संशोधनको मस्यौदा तयार गर्ने। 11. नेपाल सरकार अन्तर्गत रहेका अनुत्पादक, दोहोरो कार्यक्षेत्र भएका तथा अनावश्यक वित्तीय भार सृजना गर्ने बोर्ड, समिति, आयोजना तथा संस्थागत संरचनाहरूको समग्र मूल्याङ्कन गरी खारेज, एकीकरण र पुनर्संरचना गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरू रहेको एक उच्च स्तरीय कार्यदलको गठन गर्ने तथा सो कार्यदललाई 1 महिनाभित्र स्पष्ट सिफारिस सहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिने। 12. सार्वजनिक प्रशासनलाई पूर्णतः राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने। यस उद्देश्यका लागि प्रमुख निजामती कर्मचारी, तिनका समय सीमा, जिम्मेवार अधिकारी सबै राष्ट्र सेवक कार्य सम्पादन सूचकको कार्ययोजना तयार गरी स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्य सम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन गर्ने व्यवस्था प्रचलित कानुन बमोजिम कडाई साथ विभागीय कारबाही गर्ने। मूल्याङ्कन तथा सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी